वन गस्ती प्रतिरक्षात्मक कार्य गर्ने अथवा सकारात्मक वा नकारात्मक दुवै जानकारी सङ्कलन गर्नका लागि वनमा के कस्तो भइरहेको छ त्यसको चाहिँ वनको रक्षाको लागि गरिने अनुगमन जस्तो कार्यलाई के भन्छ? वन गस्ती भन्छ। सो यो उसको समय सोध्छ कुन समयमा उपयुक्त हुन्छ। जुनसुकै समयमा 24 घन्टा जतिखेर पनि जानुपर्ने हुन्छ, त्यसैले जुनसुकै समयमा भन्ने राइट हुन्छ भने पैदल घोडा गाडी सबै मार्फत गर्न सकिन्छ। हिमालको लागि पैदल ठिक, तराईको लागि गाडी ठिक, पहाडको लागि घोडा ठिक है। कम्तीमा 2 जना हुनुपर्छ, बढीमा कति त्यसले मतलब गर्दैन। कम्तीमा 2 जना कति हुनुपर्छ भनेर सोध्छ। शङ्कास्पद वा घाइते जनावर फेला परेमा के गर्ने भन्छ? कार्यालयमा जानकारी गर्ने। सो कसरी गर्न सकिन्छ भन्ने कुरा नि सोध्छ। कहिलेकाहीँ समूहमा जाने, होहल्ला नगर्ने भन्ने हुन्छ। कस्तो समय के गर्नुपर्छ भन्छ? होहल्ला नगरी गर्नुपर्ने। यसपछि अर्कोतर्फ छ सुराकी। सुराकी भनेको कार्यालयबाट परिचालित व्यक्ति हो। कार्यालयबाट सूचना प्राप्तको लागि परिचालित व्यक्ति हो, तर कार्यालयको कर्मचारी चाहिँ होइन, कर्मचारी बाहेक अरू हो। यो चाहिँ 3 प्रकारको हुन्छ। नियमित सुराकी, यो भनेको मासिक सुविधा पाउँछ, आर्थिक अथवा अन्य कुनै सुविधा मासिक रूपमा पाउँछ भने त्यो नियमित सुराकी हो। पटके सुराकी भनेको कुनै पनि होइन विशेष परिस्थितिको लागि सुराकी बनाइएको छ भने त्यसलाई चाहिँ पटके सुराकी भन्छ। यसले चाहिँ कुनै निश्चित अवधिको लागि एकमुष्टमा चाहिँ सुविधा पाउँछ। यसले कुनै काम गरे बापत 50,000 भनेको छ, त्यही पाउने हो, अरू केही पाउन्न। स्वैच्छिक सुराकी जसले चाहिँ सुविधै लिँदैन र आफ्नो स्वयंसेवक पनि भन्छ यसलाई, स्वयंसेवक सुराकी भनेर आफ्नो इच्छाको लागि, आफ्नो सेटिस्फ्याक्सनको लागि अथवा आफ्नो विचारले स्वतःस्फूर्त सूचनाहरू, गोप्य सूचनाहरू दिने काम गर्छ भने यसलाई चाहिँ स्वैच्छिक सुराकी भन्छ। सुराकीले अपराध घटाउनमा हेल्प गर्छ, अपराधीलाई सजाय दिनमा हेल्प गर्छ, पक्राउ गर्नमा सहयोग गर्छ होइन। सो गस्ती र सुराकी बिचको आजको भिन्नता यति नै।